राजा महेन्द्र र बालेन शाहको नेपाली पोसाकबीच रोचक समानताहरू। राजा महेन्द्र र प्रस्तावित प्रधानमन्त्री बालेन शाहको नेपाली परम्परागत पोसाक दौरा सुरुवालबीच केही रोचक समानताहरू देखिएका छन्। राजा महेन्द्रले पनि विशेष अवसरमा कालो टोपी र चस्मा, कालो दौरा सुरुवाल र कोट, साथै कालो जुत्ता लगाउने गर्थे भने प्रस्तावित प्रधानमन्त्री बालेन शाहले ठ्याक्कै यस्तै नेपाली पोसाक लगाएका छन्। राजा महेन्द्रले अमेरिका भ्रमणको बेला सन् 1967 नोभेम्बर 1 तारिकको दिन मेजर जनरल चार्ल्स एस ओ म्याली जुनियरसँग जोन एफ केनेडीको चिहानको भ्रमण गर्ने क्रममा यस्तो नेपाली पोसाक लगाएका थिए। यस्तै अमेरिका भ्रमणको क्रममा सन् 1967 नोभेम्बर 6 तारिकको दिन संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थानसँग भेटवार्ताका क्रममा पनि यस्तै नेपाली पोसाक लगाएका थिए। यस्तै बालेन शाहले नेपालको प्रतिनिधित्व गर्दै पूरा कालो दौरा सुरुवालमा भातगाउँले टोपी लगाएर फ्रान्सको कान्स फिल्म फेस्टिभलमा फ्रान्सिस फोर्ड कोप्पोलाद्वारा निर्मित फिल्म मेगालोपोलिसको प्रिमियरको क्रममा रातो कार्पेटमा हिँडेका थिए। यस्तै अन्य धेरै विशेष अवसरमा मेयर भएकै बेला बालेनले यस्तो नेपाली पोसाक लगाएका छन्। नेपाली जनमानसमा राष्ट्रवादी छवि निर्माण गर्न दुवैले दौरा सुरुवाललाई एउटा बलियो वस्त्रको रूपमा प्रयोग गरेको देखिन्छ। कामना गरौं बालेनले महेन्द्र पथ पछ्याउन खोजेका हुन् भने महेन्द्रले अवलम्बन गरेको विकासको दृष्टिकोण, सुधार, राष्ट्रिय एकता, राष्ट्रिय नीति र विदेश नीतिमा पनि समानता होस् भन्ने कामना गरौं।